नमस्कार म ऋषिराम ढकाल रुद्रावती न्युजमा तपाईहरुलाई स्वागत छ। यतिखेर म गुल्मीको 7 दोते भन्ने ठाउँमा उपस्थित भइसकेको छु। यहाँ दुई अद्भुत कला भएको दुई पुरुषहरू हुनुहुन्छ। उहाँले निकै मिठो र सुरिलो गाउनुहुन्छ। उहाँहरूलाई म यहाँ निम्ताउँछु। ल तपाईले एउटा अद्भुत कला भएको तपाईको प्रतिभा देखाउनुस्। धन्यवाद सर। तपाईको कला देखाउनुस् सबैलाई एउटा गीत गाएर। मलाई यो स्वाद मन पर्यो उहाँको। उहाँसँग निकै प्रतिभा रहेको व्यक्ति हुनुहुन्छ। उहाँको त झन् कुरै नगरौँ। मेरो त कुरै नगरौँ। खै जबरजस्ती हात निकालेर म यति मलाई मात्र देखाउनु नि, यसलाई नि देखाइ। पागल जस्तै एक्लै गराउने भिडियो। म यस्तो सुन्दा रुद्रावती न्युजको जस्तो नमस्कार तपाईहरुलाई हार्दिक स्वागत छ रुद्रावती न्युजमा। म यतिखेर गुल्मीको 7 डोटे भन्ने ठाउँमा उपस्थित भइसकेको छु। यहाँ हाम्रो दुईजना पुरुषहरू निकै प्रतिभाशाली हुनुहुन्छ। उहाँले एउटा गीत गाएर सुनाउनुहुन्छ तपाईहरुलाई। ल सुन्नुस्। ल तपाई अलि यता आउनुस्। हजुर रुद्रावती न्युजमा ल एउटा प्रतिभा देखाउनुस् तपाईले। ल जाऊ के बोल्ने राउत खेलमला सुकेला भन न मान्छे। यतिखेर उहाँ सुके आउनु भएको छ हाम्रो। बल मागेर आइज एकछिन खेल्न जामला। स्माइले बाटा देख्यो भने किमलाई कतै गएर गुरु गएर पढाउ। हामी बल खेल्ने भनेको अब के हुन्छ। आज लामो समयपछि भ्लग नि गराउँदैछु। तर यहाँ बल खेल्ने। ल साथीहरु फेरि भेटौँ। ल बाई। नमस्कार म ऋषिराम ढकाल। यतिखेर हामी गुल्मीको दाहलामा अवस्थित रहेका छौँ। दाहला कालीगण्डकी साथ उहाँहरूलाई देखाउन उहाँहरू निकै कला र गलाले भरिपूर्ण हुनुहुन्छ। उहाँहरूले एउटा तपाईहरुलाई मिठो गीत गाएर सुनाउनुहुन्छ। ल सुनाइदिए त त्यो गीतको ट्र्याक। उहाँहरूले त्यो गीत गाउन सक्नुहुन्छ। रामदीपुला भन्ने गीत गाउँदै हुनुहुन्छ हाम्रो रुद्रावती न्युज। केटाहरू चाहिँ यतिखेर प्रचारमा छ। तर मेरो क्यामेरा के भएर फुट्यो यार। कहाँ हिँड्न साले यो सुकेले फोन गरिरह्यो कि हिजो मलाई। तेरो बाएपछि मैले हेरेकै थिइनँ हिजो। मेरो फोनको अगाडिको त खप प्लकै निक्लेको के अरे यति दन्न। माछालाई लेन्स फेरिदियो अब। तेरो जस्तो र त्यो स्यामसुङ। आइफोन भनेको आइफोन हो बाबु हेर। त्यो स्यामसुङको जस्तो हो र। ओ स्यामसुङको जस्तो टुङडुङ 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 हो र। हाम्रो त टुङ 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 टुङ। तेरो जस्तो फोन र टुङ 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 भाइब्रेसन नै नजिनी। नोकियाको हो तेरो टाइपको। हेलो बल्ल बल्ल लेन्स फेरेको। त्यही पनि लेन्स अब उस गयो। कति उदासु भयो। फोन नखेलाइ नि भयो अब।
यस्तो नि के खेलाउने यार फुटेको गर्छ जब एटी चेन्ज गरेको नि 400 लिन्छ आमाको सर उहाँ फेरि कला र गलाले भरिपूर्ण हो कि उहाँ फेरि सुन्नु केटा मलाई यो सुकेल पहिला ल ओए गेम खेल्ने ल गेम खेल्न आइज भनेर फोन गर्छु आजभोलि त ग्रुपमा हुन्छ ल परेको थिएँ के अरे मलाई त ओए अहिले खेलौँ ल है म यहाँ उतातिर छु अहिले खेलौँ न है म भन्छ माछालाई पहिला ओए अहिले चाहिँ के खेल्नु म गेम भनेर फोन गर्ने मान्छे आजभोलि त बोलाउँदा पनि आउन रिजेक्ट गरेको गर्छ धेरै बोलाउने अनि बल्ल यसै गर्छ त्यही पनि अझ ओए म उताको ग्रुपमा हौ अहिले खेलौँ ल है भनेर जान्छ आज आस्तो मलाई फेरि एक्लै खेल्न मन नलाग्ने म त साँड कहिले आउँछ र भन्ने हुन्छ साँड भने आउनु न यसलाई खेलौँ भन्छु ए म बिजी छु क्या भर्खर भन्छ कोसँग बोल्छस् र त्यस्तो बिजी माइलो डन हुनुहुन्छ उहाँलाई माइला भनेर चिन्छन् सबैले उहाँलाई विशेष अझ नानु नानु कान्छौ तिमी गानु मेरी जानु मेरी छिनु मुनु तर हामी घर चाहिँ आउँदा चाहिँ रमाइलो हुन्छ तर ए मेरी प्रेमिका प्रति मगर जाऊ न खोली बगर बगर यस्तो नगर अब बोल न एक दुई शब्द यो बोल्थे बोल यो त मेरो टोपी घर जाने हो यहाँ बेला भरे दोस्रो बिले पर्छ म त त्यो घर जान्छु केटो त आत्के छ सुन्छ बास न आउँछ कस्तो ला सुन ला पसिना मेरो मेरो प्रेमिका भए पछि